परमेश्वर प्रेम हुनुहुन्छ। उहाँको प्रेमको कारण सृष्टिहरू, उहाँले सृजिएको सम्पूर्ण कुरा अति नै सुन्दर छन्। जो मानव जातिलाई पनि सुन्दर र सुन्दरी सृष्टि गर्नुभयो अनि प्रकृतिमा भएको युवा थोक पनि अति नै सुन्दर छन्। त्यसैले गर्दा हामीले नीलो आकाश, सुन्दर बादल जो देख्छौँ, हामीलाई यी सबै कुरो देख्दा कति आनन्द फिलिङ हुन्छ। सृष्टिकर्ता परमेश्वरले निर्माण गरेका यानि कि बनाएका हरेक थोक नै अति नै सुन्दर छन्। र वही सुन्दर सृष्टिकर्ताले हरेक मानव जातिलाई पनि माया र प्रेम गरेको कारण उहाँले आफ्नो बहुमूल्य जीवन चाहिँ बलिदान गर्नुभयो। यसैले यीशु ख्रीष्टले भन्नुहुन्छ, बाटो, सत्य र जीवनमै हुँ, म बाहेक कसैद्वारा पिताका जान सक्दैन। त्यसले गर्दा ख्रीष्ट यीशुको आफ्नो वचनले बाटो अनि सत्य जीवन चाहिँ मै हुने भन्दछु। र स्वर्गीय जाने बाटो एकमात्र मुक्तिदाता ख्रीष्टमा पाइँदो रहेछ। र बाटो चाहिँ एउटै छ। धेरै संसारमा बाटो देखिए तापनि स्वर्गीय राज्यमा जाने बाटो चाहिँ एउटै छ भन्छ। ती बाहेक अरू बाटोहरूबाट चाहिँ जान सक्दैन भन्ने धर्मशास्त्रले भन्दछ। त्यसै कारण हामी स्वर्गीय जाने बाटो येशूलाई भेटाउन जरुरी छ। र ख्रीष्टले दिने अनन्त जीवन हामीमा जबसम्म आउँदैन तबसम्म हामीले त्यो अनन्त जीवनभित्र प्रवेश गर्न सक्दैनौँ।